So hello guys, my name is Pradeep and also little known as Foodie by 7 and I'm starting a 10 day challenge जहाँ चाहिँ म बौद्धमा गएर डिफ्रेन्ट मोमो ट्राई गर्नेवाला छु डिफ्रेन्ट रेस्टुरेन्टमा अनि कताको चाहिँ बेस्ट हुन्छ म रिभ्यू पनि हाल्छु एट द इन्डिङमा है अनि तपाईहरुले पनि कमेन्ट गर्नु होला होप यु गाइज विल सपोर्ट मी अल्सो वेलकम टु डे 1 अफ माई 10 days मोमो च्यालेन्ज र यो चाहिँ बौद्धको पिपल बोर्डबाट अलिकति भित्र छिरेर जानुपर्छ र यो चाहिँ लगभग 50 वर्ष पुरानो रहेको छ र यसको नाम चाहिँ साइली माइली मोमो रहेको छ र लोकेसनको कुरा गर्नुपर्दा चाहिँ बौद्ध पिपल बोर्डदेखि तपाईँहरूले बौद्धतिर जानेपट्टि हेर्नुभयो भने यस्तो सानो गल्ली देख्नुहुन्छ र गल्लीबाट अलिकति अगाडि गएपछि तपाईँहरूले यस्तो फलफुल पसल देख्न सक्नुहुन्छ र फलफुल पसलबाट अलिकति अगाडि गएपछि एउटा दुनट पसल आउँछ र सँगै भाँडा पसल पनि आउँछ र भाँडा पसलसँगै टाँसिएको एउटा सिल्भर कलरको गेट देख्न सक्नुहुन्छ र त्यही गेटभित्र छिरेपछि आउँछ हाम्रो साइली माइलीको मोमो पसल र यहाँको सुकुटी र सेकुवा पनि एकदमै फेमस छ भनेर सुनेको थिएँ तर यो चाहिँ मोमो च्यालेन्ज मात्र हो सो मैले मगाएँ एक प्लेट बफ मोमो विच कस्ट ₹200 र खाँदाखेरि एकदमै मिठो छ गाइस र यसमा चाहिँ मुलाको अचार पनि फ्रीमा आउँथ्यो तर ब्याड लक मेरो त्यो बेला मुलाको अचार सकिसकेछ र म रातिको बेला गएको थिएँ त्यही भएर होला तर अचार चाहिँ मैले मजाले पेटभरि खाएँ र यता चाहिँ रेड लेभल रक्सी पर प्याक ₹100 कि 200 मा पनि पाउँदो रहेछ है यो चाहिँ युनिक लाग्यो मलाई एन्ड यताको मोमो चाहिँ एकदमै मिठो थियो गाइस अल्सो कमेन्ट डाउन below which place around Bodha have the best momos so I can try them and see you in the next vlog. Thank you for watching and यस्तै भिडियो हेर्न मन छ भने फलो गरेर राख्नु होला।